konnichiwa. Manabe Yawadanaben. आज चाहिँ फेरि गुम्बा केनको तोमियोका सिटीमा रहेको कम्पनीको क्युज लिएर आएको छ है। यो चाहिँ केटाहरूको लागि स्टार्टिङ स्यालेरी किहन क्यु चाहिँ 19 देखि 20 मान निहुङ्गो नौरुको हेरिकन भनेको छ। स्पिकिङ राम्रो भएकोहरूलाई 20 मान, स्पिकिङ अलिकति कमजोर छ भने चाहिँ 19 मानदेखि स्टार्टिङ हुन्छ। भाषा चाहिँ एन्सान बराबर भए हुन्छ, धेरै भाषा चाहिँदैन। अनि चाहिँ खाइकिन त्याते भनेर तपाईँ चाहिँ छुट्टी नबसिकन काममा जानुभयो भने 5000 एक्स्ट्रा आउँछ हरेक महिना। अनि त्यो बाहेक चाहिँ खाजाको त्याते भनेर एकजना तारिक 5000 है, त्यो चाहिँ एक्स्ट्रा आउँछ। अनि छुट्टी चाहिँ हप्तामा 2 दिन छ। अनि गोल्डन विक, ओपन र नेनमाची निन्ची चाहिँ यो चाहिँ एक्स्ट्रा छुट्टी हुन्छ है। त्यो गरेर वर्षमा 110 दिनको चाहिँ एक वर्षमा छुट्टी छ। त्यो बाहेक 10 दिनको तपाईँको युपी आउँछ। त्यसले गर्दा चाहिँ वर्षमा करिब 120 दिनको भनौँ न त्यो हुन्छ। अनि रुमहरू चाहिँ कम्पनीको नजिकै 2-3 मानमा चाहिँ राम्रो राम्रो रुमहरू छ। कम्पनीले चाहिँ सहयोग गर्छु भनेको छ। डे काम हो, बिहानको 8 बजेदेखि बेलुकाको 5 बजेसम्म काम गर्नुपर्ने। किखाइ अपरेटरको लागि है। के अपरेटर गरेर के गर्ने भन्दा चाहिँ त्यो मिसिनहरूमा युज हुने सानसानो बोल्टहरू नटहरूदेखि लिएर अलिकति त्यो साइजहरू नमिलेको अलिकति राउन्ड सेपहरूको म फोटो हालिदिन्छु। त्यो सामानहरू चाहिँ बनाउने, नट बोल्टहरू बनाउने कम्पनीको चाहिँ क्युजिन है, केटाहरूको लागि। गुम्बा केनको तोमियोका सिटीमा कोही हुनुहुन्छ भने रेन्डाको योरोसिकु ओनेगाइशिमासु।